द द द अमेजिङ डिजिटल सिरिज जो कि बिचरा त क्यारेक्टरहरू छ नि त्यो क्यारेक्टरहरू त बाहिर निस्किनै सक्दैन क्या बिचराहरू र त्यहाँनिर आमामा पम्नी निस्किन खोजेर त्यहाँ एक्जेक्ट भनेर देखाइरहेको थियो कति एपिसोड हो अब एपिसोड पनि थाहै छैन नभए म देखाइदिन्थेँ क्या तिमीहरूलाई सायद एपिसोड 1 होला अब खै मलाई त्यो थाहा भएन अब एक दिन अघि बनाउँदा चाहिँ याद गरिनँ अब कति थियो एपिसोड त्यो थाहा नै भएन एपिसोड अनुसार जस्तो हो कि क्या हो त कार्टुन पनि झन्डाले जे होस् इङ्ग्लिसको अमेरिकाको कार्टुन भएर पनि हिन्दीमा चाहिँ रहेछ त्यो चाहिँ मलाई एकदमै धेरै राम्रो लाग्यो कास एमर पुलिसको पनि त्यही भएको भए हुन्थ्यो क्या हिन्दीमा भएको भए हुन्थ्यो मलाई चाहिँ नि युट्युबले भन्छन् है त्यो बिचराहरू छिटो निस्किन सक्दैन है त्यो द अमेजिङ डिजिटल सिरिज यार यो बोलेको ओडेको पनि के भएको मेरो यो सबै काटिदिइहाल्छ बराम द भइरहेको छ जब त्यस्तो होइन जब कि त्यो द अमेजिङ डिजिटल सिरिज हो है त्यो कार्टुन त्यो मात्रै सर्च गर अनि त्यहाँ हिन्दी लेख अथवा इन हिन्दी लेख आइहाल्छ क्या धेरै केही सर्च गर्नु पर्दैन अनि त्यस्तो सर्च गर कि आइहाल्छ अनि बिचराहरू त भयो भएको सबै क्यारेक्टर होइन त्यो बाहिर निस्किनै सक्दैन त्यो एउटा लुप जस्तो रहेछ क्या आफूले केही पनि गर्नै नसक्ने अब त हेलुसिनेसन जस्तो हो कि के हो बिचराहरूलाई देखेर मलाई अलिक नराम्रो लाग्छ अब बिचराहरू फेरि कस्तो क्या निस्किनै नसक्दो रहेछ बिचरा र मलाई एकदमै धेरै नराम्रो लाग्छ कतिचोटि बिचरा भन्नु मैले अनि आफू निस्किनै नसक्दछ पम्ने कति धेरै निस्किन खोज्यो त्यो एक्जेक्ट भनेर देखिरहेको छ अरूले चाहिँ त्यति खासै वास्ता नगर्दो रहेछ अरू त्यसो भने चाहिँ मतलब हो कि क्या फेरि ग्लिच पनि हुँदो रहेछ अरूलाई छुँदा ओर्दाखेरि कस्तो अचम्म कार्टुन हो यार त्यो कार्टुन त मैले कहिले देखेको थिइनँ जिन्दगीमा कहिले नदेख्ने भनेको कार्टुन भनेको नि त्यही मात्रै हो क्या अरू जिन्दगीमा कहिले नदेख्ने भनेको कार्टुन मैले त्यही हो फर्स्ट टाइम देखेको अस्ति युट्युबतिर म छक्क परेको छु कि कहिले नदेखेको र एकपल्ट अब देखेको थिएँ माई टकिङ एन्जेला 2मा देखेको थिएँ त्यही मात्रै हो देखेको अनि बाँकी अरू त कहीँ देखेको थिएन तर अब क्यारेक्टरको नामै थाहा नै थिएन अनि के हो अनि बिचराहरू अब ट्रान्सफर्म होइन गाइज टेलिपोर्ट भएर आउँदो रहेछ अनि आफूले पनि फेरि केही नगर्ने सक्नु क्या एक्जेक्ट भनेर देखाएको जस्तो